चितोरीले यसो के अरे कोमरोले यसो साडी सरकाएर गोरा पिडौला देखाउँदै पहिला जानु पाम भनेपछि शान्त त किन भयो कपाल फुलेर चौरी बडा बुढी कामरेडहरू न एकचोटि राष्ट्रिय सभाको सदस्य हुन पाछन् न केन्द्रीय कमिटी सदस्य हुन पाछन् उनी राष्ट्रिय सभाको सदस्य पनि भए अहिले केन्द्रीय कमिटी सदस्य पनि भए स्टन्ट गर्नुहुन्छ बोल्नुहुन्छ पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ अरूलाई गाली गरेर मात्र देश बन्छ जस्तो लाग्छ तर स्टन्ट गरेर देश बन्दैन स्टन्ट गरेर देश बन्छ स्टन्ट गरेर देश बन्छ देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ काममा इमानदारीता हुनुपर्छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू उहाँले पनि काम गरेकै कारण राष्ट्रवादी भएकै कारणले गर्दा थुप्रै आक्रमणहरू खेप्न परेको छ त्यस्ता आक्रमण तत्त्वहरू सल्बलाइरहेका छन् हामीले राजनेता मानेर सम्मान गर्ने त कहाँ हो झुटो आरोप लगाउने बदनाम गर्ने तर्फ भने थुप्रै त्यस्ता तत्त्वहरू अघि बढे एमाले कसै जनाउन सिकाउँदैन कहीँ गर्नका लागि युवा प्रयोग गर्दैन सोसियल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमाले सिकाउँदैन त्यसकारण मलाई एमाले मनपर्छ